नमस्कार है जाडाको टाइममा आफ्नै घरमा फलेको जे फले त्यही खाने ए अहिले कन्दमुलहरू पिँडालु अनि त्यसपछि अलि पछि चाहिँ तरुल हैन ए अहिले पिँडालुको सिजन हो यो पिँडालु यी सागको सिजन हो मुला बारीमा छँदैछ अब जाडाको समयमा अथवा आफ्नो सिजन अनुसार जे तरकारी छ नि आफ्नो घरमा अथवा वरिपरि गाउँठाउँमा त्यस्तै मात्रै तरकारी खाने हो बाहिरको विषादीवाला तरकारी खान छोडियो है हामीले अहिले हामी कन्दमुलमा सागसब्जीमा छौँ है अब अहिले बेलुका चट्ट यो पिँडालुको तरकारी यो सागको तरकारी खाने हो आनन्द अर्ग्यानिक हो ल हस्त नमस्ते सबैले यही गर्नु होला।